सबैसँग नमस्कार। असाध्यै पुलकित भएको छु, खुसी भएको छु, रमाएको छु। तपाईहरूको बोल्ने कलालाई मैले हेरिरहेको थिएँ। तपाईहरू पछाडि बसेर सुन्ने कलालाई हेरिरहेको थिएँ। त्यो सँगसँगै अझ बढी चाहिँ मैले आमा बुवाहरूले आफ्ना नानी बाबुहरूलाई हेरिरहेको दृश्यलाई मैले पनि हेरिरहेको थिएँ। मलाई लाग्छ हामीले हाम्रा नानी बाबुहरूको प्रगति, उन्नति र खुसीमा स्वयं आफै साक्षी बस्न पायौं भने असाध्यै खुसीको दिन हुनेछ। हामीले खुसी प्राप्त गर्नकै निम्ति आजसम्म जे गरिरहेका छौं यो सुन्दर प्रयास छ। विद्यालय परिवारले गरेको यो प्रयासमा तपाईहरूको उपस्थितिले अर्को ठूलो प्रयास भएको छ। यो विद्यालय र अभिभावकको प्रयासबाट यी सुन्दर नानीहरू भविष्यको यो देशको असल कर्णधार बन्छन् भन्नेमा मलाई भने पूर्ण विश्वास छ। भाइ बहिनीहरूको यो कलाले म प्रभावित भएँ र भाइ बहिनीहरू जस्तो केही भाइ बहिनीहरूमा अति सुन्दर आत्मविश्वास मैले देखेँ। जस्तो भन्नै पर्दा सबै भाइ बहिनीहरूको राम्रो प्रस्तुति थियो। सुस्मिता, सुप्रिया र रुक्सिकाको प्रस्तुति अझ बलियो। उहाँहरूमा जुन एक किसिमको कन्फिडेन्स मैले देखेँ, आत्मबल देखेँ र उहाँहरूले बोल्ने कलामा पनि चातुर्यता, हाम्रो मनलाई, हाम्रो आँखाको ध्यानलाई पनि उहाँहरूपट्टि नै हेर्न बाध्य बनाउने खालको स्वभावहरू थियो। सँगसँगै संविधान भाइले नै हुनुपर्छ तामाङ भाषामा जुन आफ्नो प्रस्तुति राख्नुभयो, आफ्नो भाषा, आफ्नो साहित्यलाई पनि सँगसँगै लिएर जानुपर्छ भन्ने उत्प्रेरणा गराउने, उत्प्रेरणा दिने यो विद्यालय र परिवारप्रति विशेष धन्यवाद दिन चाहन्छु। कहीं न कहीं हामी बीचमा कुनै न कुनै कनेक्सनको कारणले मलाई लाग्छ यो विद्यालयका अभिभावक र यी साना नानी बाबुहरूसँग मेरो भेटघाट हुन पायो। भेटिनु पनि कहीं न कहीँको यो कनेक्सन हो भन्ने मलाई लाग्छ। अहिले सुदीप सरले भनिरहनु भएको थियो कल्पना शक्तिको विकास गराउने, भाषा, साहित्य र भाइ बहिनीहरूलाई मञ्चमा केही भाइ बहिनीहरू डराउनु भयो। एकजना डाक्टर योगी विकासानन्दले भन्नुभएको छ, बहादुर त्यो हो जो डरको बावजुद पनि अगाडि बढ्न सक्छ। डर सबैलाई लाग्छ अरे, तर डरको बावजुद पनि उसले पहिलो प्रयास गर्छ भने दोस्रो र तेस्रो प्रयाससम्म यी भाइ बहिनीहरू अग्रगतिमा अगाडि बढ्न सक्नुहुनेछ। म यहाँहरूलाई भाइ बहिनीहरूलाई देखेर भाइ बहिनीहरूलाई कथा सुनाउन मन लागिरहेको छ। मसँग कथाहरू चाहिँ बढीमा 1-2 मिनेटको मात्रै हुन्छ, उदाहरण दिने कथाहरू। एक दिन भाइ बहिनीहरू भुटन देवी मन्दिर जानु भएको छ? भुटन देवी मन्दिर जानु भएको छ? अब मम्मी बाबासँग भुटन देवी मन्दिर जानु है। एक दिन भुटन देवी मन्दिरको बाहिर एउटा किरा बिस्तारै हिँडिरहेको थियो। किरा चिन्नुहुन्छ? एक दिन कहिलेकाहीँ हामीले किरालाई हिँडिरहेको हेर्नुपर्छ क्या, किरालाई कुल्चिने लखेट्ने गर्नु हुँदैन। एक दिन भुटन देवी मन्दिरमा किरा हिँडिरहेको थियो। तर किराको उद्देश्य के थियो है? तपाईहरूको कथाको उद्देश्य थियो कि थिएन? त्यस्तै त्यसको मोरल थियो नि त, शिक्षा थियो नि हैन? त्यो किराले पनि भुटन देवी मन्दिरमा मातालाई भेट्न जाने उसको चाहिँ सोच थियो। अनि ऊ बिस्तारै मन्दिरको बाहिरपट्टि फोहोरहरूबाट हिँड्दै हिँड्दै गइरहेको थियो। तर बिहानी पख त्यो पण्डित बाले, पुजारी बाले बढार्दै आउनुभयो र फोहोरलाई बढार्दै धेरै पर लगेर छोडिदिनु भयो। तर त्यसरी फोहोरलाई परसम्म फाल्दै गर्दा किरा पनि सँगसँगै उतै जानु पर्यो नि, बढारिएर होइन? अनि ऊ मन्दिरमा प्रवेश गर्न पाएन। भोलिपल्ट पनि उसले त्यसै गर्यो, हिँड्दै आएको थियो। पुजारीले बढार्नु भयो अनि किरा फालिनु पर्यो। उसले यसो हेर्यो, त्यसपछि के हुँदो रहेछ भनेर यसो हेर्यो। पुजारी बाले
बढारिसकेपछि के गर्नु हुँदो रहेछ भने सँगैको फुलबारीमा गएर फुल टिपेर त्यो उहाँको फुल टिप्ने भाँडोमा फुल हाल्दै भित्र गएर पूजा गर्नु हुँदो रहेछ। त्यो किराले देख्यो। त्यो दिन किराले देख्यो र भोलिपल्ट के गर्यो भने बिस्तारै रातभरि सकि नसकी किरा चाहिँ फुलको त्यो थुङ्गाभित्र गएर लुक्यो, बस्यो। अनि त्यसपछिबाट के भयो भन्दाखेरिमा तपाईको भोलिपल्ट बढार्दै जानुभयो, फोहोर फाल्नुभयो, फुल टिप्नुभयो, फुलको भित्र किरा लुकेर बसेको पुजारीवाला थाहा भयो। अनि फुलको त्यो भाँडोसँगै किरा पनि मन्दिरमा चढाइयो। मन्दिरमा फुलहरू चढाउँदाखेरि ऊ पनि देवी मातालाई दर्शन गर्न पायो। उसले ऊ यति खुसी भयो। तपाईहरूको अहिले मुहार मैले हेरिरहेको थिएँ, कति खुसी हुनुहुन्थ्यो। उसको उद्देश्य नै के थियो त? भगवानलाई भेट्ने थियो। किन भन्नुहोस् त? हो नि। कसरी भेट्न पाउनुभयो उहाँहरूले? किराले कसरी भेट्न पाउनुभयो त भगवानलाई? फुलमा बसेर हो। यहाँ मैले भन्न खोजेको शिक्षा नै के छ भने फुलको संगत गर्यो भने भगवानको संगत गर्न पाइँदो रहेछ। फोहोरको नचाहिने चिजको संगत गर्दा त हामी त नालामा फालिनु पर्छ, अर्को फोहोरमा फालिनु पर्दो रहेछ नि त। त्यसकारण संगत चाहिँ जहिले पनि फुलहरूको गर्ने हो। तपाईहरू जस्तो साना भाइ बहिनी जो कथा चौतारीमा कथा भन्न आउनुभयो, तपाईहरूको संगत गर्नुपर्ने रहेछ। तपाईहरूबाट मैले आज धेरै सिकेँ। तपाईहरूको मैले संगत गर्न आएँ नि त। त्यसकारण किराले फुलको संगत गर्यो र भगवानलाई भेट्यो। त्यसै गरी हामी पनि आजबाट फुलको संगत गरौँ, पुतलीको संगत गरौँ, मुस्कुराइरहने व्यक्तिहरूको संगत गरौँ, अनि प्रेमपूर्ण व्यवहार गर्नेहरूको संगत गरौँ। मैले जहिले पनि भन्ने गर्दछु, दिन सिक्नु पर्दछ, नहुनेलाई दिने हो। कोही कक्षामा हेर्नुहोस् त रिसाएर बसिरहेको हुन्छ कि हुँदैन? रिसाउनेलाई तपाईँले पनि रिसै दिनुभयो भने ऊ झन् रिसाउँछ हो कि होइन? उसँग मुस्कान रहेन छ नि त। अनि हामीले मुस्कान दिन सक्नु पर्दो रहेछ। दिनेलाई जहिले पनि देउता भनिदो रहेछ, लिनेलाई लेउता भनिदो रहेछ। हामी देउता बन्ने हो भने दिन सिक्नुपर्छ। टाढाबाट मुस्कुराएर आउने व्यक्तिहरूलाई हामी पनि यताबाट गइरहेका छौँ, हामी पनि ऊ मुस्कुराएको देखेर हामी पनि मुस्कान दिन्छौँ। उताबाट रिसाइरहेर आइरहेको व्यक्तिलाई हामी उसँग पनि नबोली डराएर जान्छौँ, किनभने यो रिसाएको छ। त्यसकारण रिस हुनेसँग मानिसहरू बोल्दा रहेनछ। घरमा पनि मम्मी बाबाहरू रिसाउनु भने भनिदिनुहोस् कि रिसाउनु हुँदैन, रिसाउनेसँग कोही पनि बोल्दैनन्। त्यसकारण रिसलाई उल्टाउनुहोस् त के हुँदो रहेछ? रिसलाई उल्टाउनुहोस् त रिस सरी, रिस सरी। थाहा पाउनु? रिस सरी। मेरो कारणले हजुर रिसाउनु भयो होला, सरी है। तपाईले माफी माग्न सिक्नुहोस्। एकचोटि माफी मागेपछि अर्कोचोटि गल्ती गर्नुभयो भने सम्झिनुहोस्, पटक पटक गल्ती गर्नका लागि माफी दिँदैन, एक पटक मात्रै माफी दिने हो। त्यहाँबाट हामी सच्चिनु पर्छ। मैले के भने, एउटा मुस्कान सहितको व्यवहार गर्नुहोस्, अनि सबैलाई प्रेम गर्नुहोस्। तपाईले कहिलेकाहीँ त बिरुवा उखालिदिनु भयो, जनावरको कथा सुनाउनु भएको छ, जनावरलाई पिट्नु होला, कमिलालाई देख्दै गर्दा तपाईले कमिला कुल्चिनु होला। हरेक चिजलाई प्रेम गर्न सिक्नु। हामीले के गर्ने? हरेक चिजलाई प्रेम गर्न सिक्नुपर्छ। एउटा मुस्कान दिन सिक्ने, अर्को प्रेम दिन सक्ने। हामी हाम्रो आवश्यकता पूरा नहुँदा मम्मी बाबासँग रिसाएका छौँ नि। मलाई लाग्छ तपाईहरू कथा चौतारीबाट बाहिर घर गइसकेपछि रिसाउनु हुने छैन। एउटा सानो बोटलाई पनि प्रेम गर्नुहोस्, रुख बिरुवालाई प्रेम गर्नुहोस्। प्रेम गर्न जान्नेहरूलाई अरूले पनि प्रेम वर्षाउँदो रहेछ भाइ बहिनीहरू। मुस्कुराउनेहरूको अनुहारमा, मुस्कुराउनेहरूको छेउछाउमा भगवानको वास हुँदो रहेछ भाइ बहिनीहरू। अनि तपाईहरूलाई पढ्नका निम्ति पनि आइरहन्छ। मैले यति भने भाइ बहिनीहरूको लागि, अलिकति अभिभावकको लागि पनि मैले भन्नु छ। अभिभावकहरू रिसाउनुहुन्छ, अभिभावकहरूले क्रोध प्रकट गर्नुहुन्छ, अनि मेरो नानी बाबु यस्तो भयो उस्तो भयो भन्छौँ। मसँग यो उमेरमा हुँदा रिस थियो कि थिएन? क्रोध थियो कि थिएन? मैले रिसले कहिलेकाहीँ कुनै भाँडा फालिदिएको कारणले त्यो बाबु नानीले देखिरहेको छ, त्यसकारण कुनै बेला उसलाई पनि रिस उठ्दा मोबाइल फालिदिन्छ।
मैले श्रीमान श्रीमती झगडा गर्दा पहिलो रिस चाहिँ मैले नसकेपछि, श्रीमानले श्रीमतीलाई नसकेपछि, श्रीमतीले श्रीमानलाई नसकेपछि रिसको आवेग चाहिँ हामीले नानी बाबुहरूलाई प्रकट गरिरहेका छौँ। नानी बाबुहरूसँग कहिले पनि हामीले रिसाउनु हुँदैन, नरिसाउने ज्ञान हामीले सिक्नुपर्छ। र आज हामीले यो कथा चौतारीमा शान्त हुने पनि एउटा अभ्यास सिक्यौँ जस्तो लाग्छ। 28 जना भाइ बहिनीहरूको कथा सुन्दा हामीले शान्त हुने अभ्यास सिक्यौँ। 28 जना अभिभावकमा मलाई लाग्छ 5 या 6 जना अनुपस्थित हुनुभयो, तर पनि आमा बुवा पछिको अभिभावक भनेको शिक्षकहरूले अभिभावक नभएको अनुभूति दिनु भएन। मिस स्वयं आएर फोटो खिच्नुभयो, किनभने यो विद्यालयको पनि नानी बाबुहरू अभिभावक हुनुहुन्छ। किनभने कहिलेकाहीँ विशेष कारणले आउन नपाएको नानी बाबुहरू घर गएर किन आउनु भएन भने नकराउनुहोस्, किनभने उहाँहरू तपाईहरुकै लागि धेरै काम गरिरहनु भएको छ। आज आउनु भएन, केही छैन, मिसले तपाईहरुलाई साथ दिनुभयो। यो कथाले अभिभावकलाई म भनौं कल्पना शक्तिसँगै सबकन्सियस माइन्ड भन्छ त्यो अवचेतन मनको विकास गराउनलाई महत्त्वपूर्ण भूमिका खेल्छ। यसै कारणले म भन्छु नानी बाबुहरूलाई फूल, बगैँचा, पुतली, रुख बिरुवासँग सामिप्य गराइदिनु होला। तपाईहरुलाई आग्रह म गर्छु, यो कुमालेको माटो जस्तै छ, यो नानी बाबुहरूले धेरै कुरा सिक्छन्। एक दिन तपाईले अभ्यास गर्नुहोस्, 2 वटा मकैको दानालाई एउटालाई बारीको पाटामा लगाएर मल, जल र पानी दिनुहोस्, एउटा मकैको दानालाई तपाईले अन्धकार कोठामा थालमा लगेर राख्नुहोस्, अनि त्यो बारीको माटोमा रोपिएको मकैलाई 2-3 दिनमा उम्रन्छ, 2-4 दिनमा त्यो अर्को मकैले थालको वातावरण पाएको थियो, ऊ उम्रिँदैन, उसको उम्रने शक्ति पनि बिस्तारै मर्दै जान्छ, तर एउटा दाना भविष्यमा सुन्दर रुख बन्दो रहेछ। तसर्थ हामीले दिने वातावरण हो, असल वातावरण दियौं भने हाम्रा नानीहरू यो देशको डाक्टर, इन्जिनियर, पाइलट र एउटा सुन्दर कथाकार पनि बन्न सक्छन्। समग्रमा मैले भन्न चाहे यो विद्यालयले देखाएको जुन खालको चाहिँ वातावरण छ, यो वातावरण विद्यालयले दिएको छ। तपाईहरूले पनि घरमा दिन छोड्नुभयो भने, निरन्तर अगाडि बढाउनका निम्ति प्रेरणा दिन छोड्नुभयो भने, घर र विद्यालय बीचको वातावरण मिलेन भने नानी बाबुहरू ट्र्याक भन्दा बाहिर जान सक्छन्। तसर्थ म आमाहरूलाई, बुवाहरू पनि हुनुहुन्छ, आज 23 जना आमा र दिदीहरू आउनु भएको छ। बच्चा काखमा च्यापेर पनि तपाईँ आउनु भएको छ। आमाहरू सबैको लागि, आमा, बुवा, भाइ बहिनीहरूले ताली बजाइदिनुहोस् त, ताली बजाइदिनुहोस् त। आमाहरू महान हुन्छन्, बुवाहरूले पनि आमाहरूको प्रशंसा गरिरहनुहुन्छ। आमाहरूले जुन प्रेरणा दिन सक्नुहुन्छ, भात पकाउँदै गर्दा, भाँडा माझ्दै गर्दा, गीत गाउँदै गर्दा, चाहे टिकटकै बनाउँदै गर्दा या जे गर्नुहोस्, तपाईले प्रेम घुलेर व्यवहार बढी गर्न चाहिँ तपाईसँग नानी बाबुहरू बढी बस्छन्। त्यसकारण म यहाँहरूलाई आग्रह गरौँ, हामी भित्रको कल्पना शक्तिको विकास गर्न यो मञ्चमा आएर आज डराइकन नि बोल्नुभयो। त्यो हिम्मत चाहिँ मलाई लाग्छ अभिभावकले थोरै र यहाँको वातावरण र यहाँको शिक्षकहरूले जुन बढी चाहिँ जुन प्रेरणा दिनुभयो, उहाँहरूको लागि पनि यहाँहरूले ताली बजाइदिनुहोस्। म यहाँहरू सबैलाई भेट्न पाउनु मेरो पनि, म भाग्यमा विश्वास नगर्ने कुराहरू पनि गरिन्छन्, तर कहीँ न कहीँ कनेक्सन भएर तपाईहरू र हाम्रो कहीँ न कहीँ भेट भएको थियो। त्यसकारण आज पनि फेरि भेट भयो भन्ने विश्वास पनि राख्दछु। यहाँहरू सबैप्रति कृतज्ञता प्रकट गर्दै म आजको कार्यक्रमबाट विद्यालय परिवारलाई विशेष धन्यवाद र आभार प्रकट गर्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार। यसैसँगै